नेपालभरिका संसारभरिका दाजुभाइ दिदीबहिनीहरू हेर्नुहोस्, महावीर पुलको चुनाव खर्चको बारेमा, महावीर पुलले पैसा पाएको बारेमा कुरा सुन्नुहोस्। अरू उम्मेदवारहरूले चाहिँ जनतालाई भोट माग्नको लागि पैसाको बिटो माग्छन् भन्ने सुनेको छु। यो गाउँमा म अस्तितिर घुम्दाखेरि पनि मान्छेहरूले हामीले पनि बिटा लिएर खायौँ भनेर भनेको सुनियो। अब तर कुरा के हो थाहा छैन, नदेखेको कुरा, थाहा नपाएको कुरा। तर महावीर पुललाई चाहिँ चुनावमा चाहिँ यो चुनाव खर्चको लागि भनेर चाहिँ बरु उल्टै गाउँलेहरूले मतदाताहरूले जस्तै पैसा दिइरहेका छन्। पैसाको फुलमाला लगाइदिएका छन्। अहिलेसम्म गाउँ डुल्दाखेरि करिब चाहिँ 15 लाख रुपियाँ जति चाहिँ पैसा आइसक्यो। अघि अब त्यो पैसा चाहिँ यो चाहिँ मतदाताहरूले गाउँमै दिएका हो। अब अनलाइनबाट कति सहयोग गर्नु भएको छ त्यसको हिसाब किताब पनि गर्छु, देखाउँछु र चाहिँ यहाँ यसरी दिएको हिसाब किताब पनि देखाउनु पर्ला है। जस अब चुनाव जित्नलाई पैसा खर्च गर्नु